हेलो साथीहरु नमस्कार नमस्कार। यो हिँड्दै हिँड्दै बाटोमा एकदम राम्रो चिसो पानी, मुलको चिसो पानी। यो के भाइ खाने पानी हो? हो दाइ। ए एकदम राम्रो चिसो छ हैन? एकदम चिसो ल खै म खान्छु। आहा राम्रो पानी रहेछ साथीहरु। यो त हिँड्दै हिँड्दै बाटोमा चाहिँ यसो बाटोको छेउमा त यति राम्रो चाहिँ पिच बाटोको छेउमा यो चाहिँ यसो मुलको चिसो पानी। अहिले चाहिँ हिउँदोमा छ भने अलिक सानो आउँदो रहेछ, अहिले बर्खामा चाहिँ अलिक ठुलो आएको छ। के छ धरम भाइ, चिसो पानी खाने हो त? खाने हो दाइ। ल एकछिन ल ठिक छ। ल साथीहरु है, चिसो पानी खानलाई चाहिँ मुलको पानी आजभोलि राम्रो हुन्छ साथीहरु, एकदम राम्रो छ। ल फेरि खान्छु भाइ, म तपाईँ खान्छु। निकै चिसो रहेछ भाइ, यहाँ खान्छ पानी जोस आजभोलि राम्रै हुन्छ। तर हामी मुलको चिसो पानी खाएर खोलाको हल्का अगाडिबाट हामी चाहिँ अब यो चाहिँ एकदम यहाँ धाराहरू छ, एकदम राम्रो। अहिले चाहिँ यो बर्खायाममा नुहाउनुलाई पनि अति उत्तम यहाँ चाहिँ आएर हेर्नुहोस् है। भर्खरै हामी चाहिँ चिसो पानी खाएर आइयो होइन भाइ? कति मिठो थियो पानी? चिसो मिठो ए ल आजभोलि मुलको चिसो पानी एकदम चाहिँ फ्रिजमा राखेर जस्तै हुँदो रहेछ। अब हामी चाहिँ अर्को सेसनमा चाहिँ अब यहाँ खोलाको छेउमा तपाईँको पानीपुरी खान जाँदैछ है। ल ल दिदीलाई पानीपुरी ट्याक्कै कस्तो राम्रै बन्छ दिदी? ल लाज नमान्नुहोस् होइन, हामी पानीपुरी एउटा सानो चाहिँ भलक जस्तै गराउँछु तपाईँको। अब यो पानीपुरी ठिक छ नि, 1 प्लेट जस्तो गराउँ न है दिदी। ल खट्टो पिरो हल्का कम राखेर ट्याक्कै पारेर गराउनुहोस् ल, राम्रो तरिकाको। खोलाको छेउमा ट्याक्कै एउटा स्टल त छ। ल यतातिर धाराहरू हेरेको नुहाउनको लागि अहिलेको एकदम गर्मीको सिजनमा जतिजनाले 1 2 3 4 5 6 7 8 9 9वटा धारा रहेको छ यहाँ। यता तल जति कपडा धोए पनि एकदम जासँग यहाँ चाहिँ नुहाउन सकिन्छ।